नमस्ते एभ्रिवान वेलकम ब्याक टु द भिडियो। यो भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ छ है त। यसमा चाहिँ हामीले हेर्नेछौँ इन्टरनेटमा कनेक्टेड जुनसुकै डिभाइसको पनि हामीले क्यामेरा, माइक्रोफोन साथै लोकेसन एक्ज्याक्ट लोकेसन ट्रेस गरेर हेर्नेछौँ र यो चाहिँ मैले हजुरहरूलाई सिकाउने छु कसरी गर्ने, कुन कुन टुल युज हुन्छ यो गर्नमा, यो चाहिँ कसरी पर्फर्म हुन्छ भनेर चाहिँ पहिला डिटेल इन्फर्मेसन दिएर चाहिँ मैले यसलाई प्र्याक्टिकल गरेर देखाउने छु है त हजुरलाई। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोस् र साइडमा रहेको बेल आइकन पनि अलमा सेट गर्नुहोस् है त। यो च्यानलमा यस्तै खालको इन्ट्रेस्टिङ भिडियो आगामी दिनमा आउने नै छ, त्यस कारणले चाहिँ बेल नोटिफिकेसनलाई अलमा सेट गर्नुहोस्। अगाडि बढ्नुभन्दा पहिला चाहिँ कृपया यो भिडियोलाई एउटा लाइक चाहिँ दिनु होला है त। यो भिडियो एकदमै इन्ट्रेस्टिङ छ, मैले हजुरलाई भनिसकेँ। मैले चाहिँ यो भिडियोमा हजुरलाई थ्योरिटिकल्ली कसरी के हुन्छ, कुन कुन टुलहरू चाहिन्छ र यसले चाहिँ कसरी ब्याकएन्डमा वर्क गर्छ भन्ने चाहिँ सबै थ्योरी बुझाएर चाहिँ मैले हजुरलाई अगाडि बढाउने छु है त। यसमा चाहिँ पुरै हचुवाताल यो झ्यामझुम कमान्ड हानेर यस्तो यस्तो गरेर चाहिँ भन्ने छैन। मैले यसलाई चाहिँ सिम्पली बुझाएर राम्रोसँग बुझाएर यसरी गर्ने हो, यो चिजहरू चाहिन्छ भनेर चाहिँ अल डिटेल इन्फर्मेसनहरू दिन्छु र त्यस्तो हचुवातालमा यो झ्यामझुम कमान्ड हानेर गर्ने चाहिँ एकदमै नराम्रो कुरा हो। हामीले चाहिँ बुझेर सिकेर अगाडि बढ्नुपर्छ है त। र हजुरहरूलाई पनि मैले भन्छु कुनै भिडियो बुझ्नु भएको छैन भने अर्को एक दुईटा रिलेटेड भिडियो हेर्नु, त्यसपछि पनि बुझ्ने छैन भने चाहिँ एकचोटि प्र्याक्टिकल गरेर हेर्नु है त। त्यस कारणले मैले यो भिडियोमा सुरुमा बुझाउँछु, यदि बुझ्नुहुन्न भने चाहिँ यो भिडियोलाई फेरि रिपिट गरेर हेर्नु होला, अवश्य पनि बुझ्नुहुनेछ है त। हामीले चाहिँ यो भिडियोमा स्पेसली सोसल इन्जिनियरिङ टेक्निकको बारेमा बुझिदिन्छौँ है त। सोसल इन्जिनियरिङ टेक्निकलाई चाहिँ सोसल इन्जिनियरिङ अट्याक पनि भन्छ। यो अट्याक चाहिँ कस्तो खालको अट्याक हो हामीले अगाडि हेरौँ है त। अगाडि बढ्नुभन्दा पहिला चाहिँ मैले एउटा डिस्क्लेमर दिन चाहन्छु, यो चाहिँ एजुकेसनल पर्पजेसको लागि मात्रै बनाएको भिडियो हो। यसमा चाहिँ हामीले हेर्नेछौँ ह्याकरहरूले सोसल इन्जिनियरिङ टेक्निकलाई युज गरेर कसरी भिक्टिमको इन्फर्मेसनहरू ग्राब गर्छन् भनेर। अनि एउटा कुरा चाहिँ याद राख्नु होला, यो चाहिँ हामीले अरूलाई हार्म गर्नको लागि बनाएको भिडियो होइन र हजुरहरूले पनि यो चाहिँ आफ्नो इन्भाइरोमेन्टमा मात्रै टेस्ट गर्नु होला, आफ्नो डिभाइसमा मात्रै टेस्ट गर्नु होला। अरूको डिभाइसमा चाहिँ यस्तो खालको चिजहरू चाहिँ टेस्ट नगर्नु होला है त। र सुरुमा बुझौँ सोसल इन्जिनियरिङ भनेको के हो। मैले भनिसकेँ हजुरहरूलाई सबै थ्योरी बुझाएर मैले चाहिँ बल्ल प्र्याक्टिकलमा लानेछु। त्यस कारणले मेरो भिडियोमा मेरो च्यानलमा आउनुभयो भने चाहिँ मैले सुरुमा हजुरहरूलाई बुझाउँछु, त्यसपछि बल्ल प्र्याक्टिकल गराउँछु है त। ल बुझौँ सोसल इन्जिनियरिङ भनेको सुरुमा के हो भनेर। सोसल इन्जिनियरिङ इज अ टेक्निक वेयर अट्याकर ट्रिक पिपल भनेको चाहिँ भिक्टिम बाई मेकिङ देम गिभिङ पर्मिसन टु ह्याकर टु कलेक्ट दियर इन्फर्मेसन अर एक्सेस instead of breaking into system with technical hacks. It is about manipulating human trust, for example, convincing someone to click the link and share password. यसले चाहिँ के भनेछ भन्दा सोसल इन्जिनियरिङ भनेको एउटा टेक्निक हो जुन चाहिँ अट्याकरले नर्मल मान्छेहरूलाई चाहिँ फसाउनको लागि उनीहरूको साइकोलोजीसँग खेलेर चाहिँ उनीहरूको इन्फर्मेसन ग्राब गर्ने चाहिँ एउटा टेक्निक हो, जुन चाहिँ मोस्टली एट्याकरहरूले चाहिँ पिपलको इन्फर्मेसन ग्यादर गर्नमा युज गर्छन् है त। जस्तै हजुरले फिसिङ भन्ने सुन्नुभयो होला नि, फिसिङ पनि सोसल इन्जिनियरिङभित्र चाहिँ पर्छ। यो चाहिँ स्पेसल्ली ह्याकरहरूले अट्याकरहरूले किन गर्छ भन्दा चाहिँ यदि उनीहरूको सिस्टमलाई कम्प्रोमाइज गर्न सकेन, उनीहरूको सिस्टमलाई चाहिँ कम्प्लिटली ह्याक गर्न सकेन भने चाहिँ त्यस्तो केसमा चाहिँ अट्याकरहरूले उनीहरूको साइकोलोजीसँग खेल्छ। जस्तै एउटा फेक युआरएल बनाउँछ, एउटा लिङ्क बनाउँछ जुन चाहिँ नर्मल मान्छेलाई हेर्दा चाहिँ यो फेक होइन जस्तो लाउँछ। अनि जब उनीहरूले त्यो लिङ्कमा क्लिक गर्छन् र पर्मिसन दिन्छ, त्यसपछि त्यो जो क्लिक गरेको मान्छे हो त्यसको सबै इन्फर्मेसन चाहिँ अट्याकरसँग जान्छ। यो चाहिँ त्यस्तो खालको टेक्निक हो है त। यो भनेको चाहिँ मान्छेको ट्रस्टलाई चाहिँ म्यानिपुलेट गरेर, इक्जाम्पलको लागि चाहिँ कोही हजुरको साथीहरूले एउटा लिङ्क पठायो अरे, उसले चाहिँ यस्तै सोसल इन्जिनियरिङ अट्याक गरेछ, हजुरले दबाउनु भयो, अलो अलो गर्नुभयो भने चाहिँ तपाईँको इन्फर्मेसनहरू चाहिँ सबै उसँग जान्छ है त। त्यस्तो खालको टेक्निकलाई चाहिँ सोसल इन्जिनियरिङ अट्याक भन्छ है त। यो भिडियोमा पनि हामीले चाहिँ सोसल इन्जिनियरिङ अट्याक गरेर हेर्नेछौँ। स्टोर्म ब्रेकर भन्ने टुल छ, यो चाहिँ एउटा सोसल इन्जिनियरिङ टुल हो। स्टोर्म ब्रेकर इज अ सोसल इन्जिनियरिङ टुल that use fake link making them look like real to request access to your camera, microphone and location. यसले चाहिँ फेक लिङ्क बनाउँछ जुन चाहिँ हेर्दा चाहिँ रियल जस्तो लाउँछ र यदि कोही त्यो लिङ्कमा क्लिक गर्छन् र पर्मिसन दिन्छन् भने चाहिँ उनीहरूको क्यामेरा, माइक्रोफोन साथसाथै उनीहरूको एक्ज्याक्ट लोकेसन पनि हामीले ग्राब गर्छौँ है त। यो चाहिँ मैले आफ्नो इन्भाइरोमेन्टमा गरेको छु, त्यस कारणले चाहिँ मैले पहिले अगाडि भनिसकेँ यो चाहिँ एजुकेसनल पर्पजेसको लागि मात्रै हो। त्यस कारणले हजुरहरूले पनि यसलाई आफ्नो इन्भाइरोमेन्टमा चाहिँ टेस्ट गर्नु होला है त। यो टुल मार्फत चाहिँ हामीले के बुझ्छौँ भन्दा ह्याकरहरूले चाहिँ
कसरी ब्राउजरको पर्मिसन युज गरेर चाहिँ हजुरको इन्फर्मेसनहरू ग्राब गर्न सक्छ, हजुरको क्यामेरा एक्सेस गर्न सक्छ, हजुरको एक्ज्याक्ट लोकेसन एक्सेस गर्न सक्छ र माइक्रोफोन एक्सेस गर्न सक्छ भनी चाहिँ हेर्नेछौँ है त। साथसाथै हामीले चाहिँ अर्को एप्लिकेसन पनि युज गर्नेछौँ, त्यसको नाम चाहिँ एनजिरक। एनजिरक भनेको चाहिँ एउटा टनल सर्भिस हो। जस्तै अब स्टर्म ब्रेकर युज गर्नुहुन्छ भने चाहिँ त्यो लिङ्क चाहिँ हजुरको कम्प्युटरमा मात्रै सीमित हुन्छ। अब हामीले चाहिँ एनजिरक युज गरेर चाहिँ यसलाई चाहिँ ओभरअल इन्टरनेटमा चाहिँ एक्सेसेबल गराउनेछौँ। जस्तै इक्जाम्पलको लागि हामीले स्टर्म ब्रेकर युज गरेर चाहिँ हामीले एउटा लिङ्क बनाउँछ, त्यो चाहिँ मेरो पिसीमा हाने मात्रै चल्छ। जस्तै अनि मेरो साथी जस्तै कसैलाई मैले दिन खोजेँ भने चाहिँ त्यो चाहिँ चल्दैन है त। त्यस कारणले चाहिँ हामीले एनजिरक मार्फत त्यो लिङ्कलाई चाहिँ मेरो साथीलाई दिँदा नि चल्ने खालको एनजिरक मार्फत बनाउनेछौँ है त। एनजिरक कस्तो खालको टुल हो भनेर मैले भनिसकेँ। अब चाहिँ ह्याकरहरूले चाहिँ स्पेसली यसलाई चाहिँ फिसिङ अट्याकलाई सेयर गर्नको लागि इन्टरनेटमा पुर्याउनको लागि चाहिँ एनजिरक युज गर्छन्। तर डेभलपरहरूले चाहिँ यसलाई अब सफ्टवेयरहरूलाई एपहरूलाई रन गरेर मेरो एप यस्तो भयो, मेरो वेबसाइट यस्तो भयो भनेर चाहिँ पब्लिकमा सेयर गर्नलाई चाहिँ डेभलपरहरूले स्पेसली एनजिरक युज गर्छ। हजुरले सुन्नुभयो होला एउटा क्लाउडफ्लेयरको चाहिँ एउटा टनल बनाउने सिस्टम छ, जुनले चाहिँ अब लोकल होस्टलाई चाहिँ पब्लिकल्ली इन्टरनेटमा चाहिँ एभाइलेबल गराउँछ। हो त्यस्तै खालको चाहिँ एउटा एनजिरक हो। यसले चाहिँ हाम्रो अब लोकली रन भएको चिजलाई चाहिँ इन्टरनेटमा चाहिँ पुर्याउने काम गर्छ र इन्टरनेटदेखि जो कोहीले पनि लिङ्क भयो भने चाहिँ यसलाई एक्सेस गर्न सक्छ। त्यही नै हो एनजिरक। अब अगाडि बढौँ। ल अलराइट, मैले चाहिँ अब यहाँ मेरो लिनक्स खोलेको छु। हजुरले पनि आफ्नो लिनक्स कम्प्युटरलाई चाहिँ खोल्नु होला। मैले चाहिँ यहाँ काली लिनक्स युज गरेको छु। हजुरले चाहिँ जुन पनि युज गर्न सक्नुहुन्छ, प्यारेट ओएस, अरू उबुन्टु जे पनि युज गर्न सक्नुहुन्छ है त। अब मेन कुरा हेर्नेछौँ हामीले चाहिँ स्पेसल्ली अब त्यो स्टर्म ब्रेकर टुललाई चाहिँ कसरी डाउनलोड गर्न सकिन्छ भनेर हेर्नेछौँ। सिम्पली त्यसको लागि चाहिँ एउटा ब्राउजर खोल्नु होला। मैले चाहिँ यहाँ फायरफक्स खोलेको छु। यसमा चाहिँ BREAKER ब्रेकर भन्दै हाल्नु होला है त। स्टर्म ब्रेकर सर्च हानेपछि चाहिँ हजुरले चाहिँ यो अल्ट्रा सेक्युरिटीको स्टर्म ब्रेकर भन्ने यहाँ लिङ्क पाउनुहुन्छ सुरुमै। यसमा क्लिक गर्नु होला है त। अनि त्यसपछि यहाँ कोडको अप्सनमा जानु होला र यो HTTPS को कोडलाई चाहिँ कपी गर्नु होला र फेरि आफ्नो टर्मिनलमा आउनु होला र सुरुमा चाहिँ cd/opt गर्नु होला है त। यो चाहिँ हामीले cd/opt भनेको चाहिँ चेन्ज डाइरेक्टरी है त। हामीले चाहिँ डाइरेक्टरीलाई चेन्ज गरेर चाहिँ ओपिटी डाइरेक्टरीमा जाँदैछौँ। अनि यहाँ ओपिटीको अप्सन देखिन्छ इन्टर गरेपछि। यो चाहिँ म ओपिटी डाइरेक्टरीमा आएको छु। यसमा चाहिँ हामीले अप्सनल प्रोग्रामहरू चाहिँ इन्स्टल गरिन्छ है त। जस्तै स्टर्म ब्रेकर भनेको एउटा अप्सनल प्रोग्राम हो। त्यस कारणले चाहिँ म ओपिटी डाइरेक्टरीमा आएर चाहिँ सेभ गर्न चाहन्छु। मैले चाहिँ हजुरहरूलाई पुरै बुझाएर गर्नेछु है त। ल हामी सुरुमा ओपिटी डाइरेक्टरीमा आइयो। त्यसपछि चाहिँ सुडो su गर्नु होला। यसले चाहिँ रुट पर्मिसन माग्छ। अब यसमा चाहिँ सिम्पली हजुरको पासवर्ड हाल्नु होला, एन्टर गर्नु होला। यहाँ अब सुडो su हानेपछि चाहिँ म रुट भएँ है त। मसँग रुट प्रिभिलेजहरू छ, मसँग धेरै पावरहरू आयो भन्ने बुझ्दा हुन्छ है त रुट भएपछि। अब हजुरले गर्नुपर्ने स्टेप चाहिँ के हो भन्दा गिट क्लोन अनि त्यसपछि अघि कपी गर्नुभएको थियो नि त्यसलाई चाहिँ सिम्पली यहाँ पेस्ट गर्नु होला है त। अनि एन्टर गर्नु होला। यसले चाहिँ स्टर्म ब्रेकरको प्याकेजहरूलाई चाहिँ डाउनलोड गर्दैछ। यहाँ चाहिँ 100% भइसकेको छ। अब सिम्पली यो भएपछि चाहिँ अब कता डाउनलोड भयो भनेर हेर्न चाहिँ एलएस गर्नु होला। यहाँ चाहिँ स्टर्म ब्रेकर भन्दै आइसकेको छ। अब चाहिँ हामी यसभित्र जान्छौँ। त्यसको लागि cd STORM BREAKER ब्रेकर हाल्नु होला र एन्टर गर्नु होला। हामी चाहिँ ओपिटी भित्र स्टर्म ब्रेकर भित्र आइसकेका छौँ। फेरि यसभित्र के फाइल छ भनेर हेर्नलाई चाहिँ एलएस गर्नु होला। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ install.sh भन्दै छ, रेडमीहरू छ, मोड्युलहरू छ, रिक्वायरमेन्ट txtहरू छ। यहाँ मैले हजुरलाई भनिसकेँ यहाँ चाहिँ डिफ्रेन्ट फाइलहरू छ। install.sh, रेडमी, रिक्वायरमेन्ट.txt, सेटिङ्स.json यिनीहरू चाहिँ हामीलाई चाहिँदैन। हामीले चाहिँ सिधै अब रिक्वायरमेन्ट.txt मा हेर्नेछौँ। यसलाई चाहिँ यो डाउनलोड गर्न चाहिँ रिक्वायर्ड फाइलहरू चाहिँ के चाहिन्छ भनेर। त्यसको लागि चाहिँ सिम्पली क्याट अनि रिक्वायरमेन्ट.txt फाइलको नाम हान्नु होला है त। यहाँ एन्टर गरेपछि चाहिँ हामीलाई चाहिँ यहाँ यी रिक्वेस्ट देखेछ अनि कोलोरामा देखेछ अनि PS util भन्ने यो देखेछ है त। हामीले चाहिँ सिम्पली पहिला यसलाई डाउनलोड गर्नुपर्ने हुन्छ।
यसलाई चाहिँ हामीले डाउनलोड गर्नुपर्ने हुन्छ पहिला। यो चाहिँ रिक्वायर्ड प्याकेजेसहरू हो, यसलाई चाहिँ हामीले सुरुमा डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो डाउनलोड गर्नको लागि चाहिँ सिम्पली एपिटी यहाँ कमान्ड आइसक्यो, मैले यहाँ पहिले गरिसकेको छु, त्यस कारणले यही हान्नु होला है त। एपिटी इन्स्टल पाइथन 3 रिक्वेस्ट, पाइथन 3 कोलोरामा र पाइथन 3 पिएसयुटी हान्नु होला है त। सेम मैले जस्तो हानेछु त्यस्तै हान्नु होला, सिम्पली एन्टर गर्नु होला। मेरो चाहिँ अलरेडी गरिसकेको छु, त्यस कारणले चाहिँ यहाँ अपग्रेड 0000 देखाइसकेको छ। हजुरकोमा थोरै टाइम लिन्छ, अपग्रेड हुन दिनु होला है त। त्यसपछि चाहिँ भयो, त्यसपछि यो भएपछि सिम्पली एलएस गर्नु होला। अब चाहिँ हामीले यो install.sh लाई चाहिँ रन गर्छौँ है त। bash install.sh यसलाई रन गर्ने टेक्निक चाहिँ bash install.sh गर्नु होला, एन्टर गर्नु होला। यो पनि मैले गरिसकेको छु। यसलाई चाहिँ अब स्टोर्म ब्रेकरलाई चाहिँ हजुरको कम्प्युटरमा चाहिँ डाउनलोड गर्छ है त। यहाँ सिम्पली भइसकेको छ मेरोमा, मैले अघि भनिसकेँ 00 देखायो भनेपछि चाहिँ यो पहिले भइसकेको हो भन्ने बुझिन्छ। अब यहाँ चाहिँ एउटा इरर आउन सक्छ, यो चाहिँ जसले जस्तो गर्दा पनि यो जहिले इरर आउँछ, यो चाहिँ मैले पहिला पनि ट्राई गरेको थिएँ, यस्तै इरर आएको थियो, त्यही पनि यो चाहिँ रन हुन्छ है। त्यसपछि सिम्पली फेरि एलएस गर्नु होला। अनि यहाँ अब चाहिँ हामीले यसलाई रन गर्ने, यो डाउनलोड भइसक्यो, अब यसलाई रन गर्ने सिम्पली st.py ले चाहिँ रन हुन्छ। अब यो प्रोग्राम चाहिँ पाइथन 3 मा लेखेको हो, त्यही भएर चाहिँ हामीले यहाँ अगाडि गऱ्यौँ नि, यो कता गयो, यो इन्स्टल पाइथन 3 रिक्वेस्ट गऱ्यौँ नि, यो चाहिँ पाइथन 3 मा लेखेको भएर हामीले पाइथन 3 गरेको, त्यस कारणले रन गर्नको लागि पनि पाइथन 3 चाहिँ गर्ने है त। त्यसको लागि चाहिँ पाइथन 3 अनि यो फाइलको नाम st.py हान्नु होला र एन्टर गर्नु होला। ल यो फाइल चाहिँ रन भइसकेको छ। अब चाहिँ यसले के भनेको छ भन्दा प्लिज रन ngrok अन पोर्ट 2525 एन्ड सेन्ड द लिङ्क टु टार्गेट भनेको छ। यो स्टोर्म ब्रेकर चाहिँ हाम्रो लोकल होस्टमा रन भएको छ है त, पोर्ट नम्बर 2525 मा रन भएको छ। अब यो लोकल होस्ट भनेको के भन्दा चाहिँ हामीले यो चाहिँ हाम्रो कम्प्युटरमा मात्रै रन गर्न मिल्छ, बाहिर अब इन्टरनेटमा कनेक्टेड अरू डिभाइसहरूले चाहिँ यो लोकल होस्टको यो 2525 चाहिँ रन गर्न सक्दैन, यो चाहिँ हाम्रो कम्प्युटरलाई मात्रै हो। त्यस कारणले चाहिँ अब ngrokले के गर्छ भन्दा चाहिँ यो स्टोर्म ब्रेकरलाई चाहिँ यसको लिङ्कलाई चाहिँ बाहिर इन्टरनेटमा अरू डिभाइसले पनि लिङ्क भयो भने चाहिँ यसको लिङ्क भयो भने चाहिँ ओपन गर्न सक्ने क्षमता गराइदिन्छ है त। त्यस कारणले चाहिँ हामीले ngrok डाउनलोड गर्नुपर्ने हुन्छ। सिम्पली मैले राइट क्लिक गरेँ र स्प्लिट टप बटन भ्यू गरेँ, यसलाई चाहिँ मैले थोरै जुम गरेँ। र अब त्यसपछि चाहिँ हामीले ngrokलाई डाउनलोड गर्नुपर्ने हुन्छ है। त्यो ngrokलाई डाउनलोड गर्न चाहिँ सिम्पली ब्राउजरमा जानु होला, त्यसपछि सिम्पली टाइप हान्नु होला ngrok डाउनलोड भन्दै एन्टर हान्नु होला। ngrok.com भन्दै चाहिँ सुरुको वेबसाइट देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। थोरै तल स्क्रल गर्नु होला, मेरो चाहिँ लिनक्स हो, लिनक्समा दबाएँ, फेरि थोरै स्क्रल गर्नु होला अनि यहाँ डाउनलोडमा क्लिक गर्नु होला। अनि त्यसपछि हजुरको सिस्टम अनुसार चाहिँ डाउनलोड गर्नु होला है त। त्यस कारणले मैले x64 लाई डाउनलोड गरेँ, डाउनलोडमा क्लिक गर्नु होला। अनि त्यसपछि चाहिँ यो इन अ टर्मिनल एक्सट्र्याक्ट ngrok भन्ने छ नि, यसलाई चाहिँ सिम्पली कपी गर्नु होला र टर्मिनलमा जानु होला है त। हामी चाहिँ ओपिटी स्टोर्म ब्रेकर नै छौँ, हामी चाहिँ ओपिटी स्टोर्म ब्रेकरमै हुनपर्छ। अनि भर्खर त्यो कपी गरेको कमान्डलाई चाहिँ पेस्ट गर्नु होला है त। त्यो पेस्ट गर्नलाई चाहिँ ctrl प्लस शिफ्ट बी पनि दबाउन सक्नुहुन्छ, नत्र सिम्पली राइट क्लिक गरेर पेस्ट क्लिपबोर्ड पनि गर्न सक्नुहुन्छ है त। मैले ctrl शिफ्ट दबाएर यो पेस्ट गरेँ अनि एन्टर गरेँ। पासवर्ड हान्न भन्छ, पासवर्ड हान्नु होला। ngrok भन्दै चाहिँ यसरी देखाइसकेको छ। ल ठिक छ, यो देखायो भने चाहिँ ngrok चाहिँ फाइनल्ली एक्सट्र्याक्ट भइसकेको छ भनेर चाहिँ बुझ्दा हुन्छ है हजुरले। त्यसपछि ngrok एक्सट्र्याक्ट भइसक्यो। अब चाहिँ हामीले गर्नुपर्ने चिज के हो भन्दा चाहिँ ल अब यो ngrok रन गर्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ यसको वेबसाइटमा गएर चाहिँ साइन अप गर्नुपर्ने हुन्छ है त। यसलाई फुल स्क्रिनमा गर्नु होला। यता चाहिँ साइन अप अप्सन देखाएको हुन्छ, साइन अपमा क्लिक गर्नु होला। यहाँ चाहिँ हजुरले अब नयाँ नेम, इमेल र पासवर्ड सेट गरेर चाहिँ साइन अप गर्न सक्नुहुन्छ, नत्र अब गुगलदेखि नि साइन अप गर्न सक्नुहुन्छ। मसँग यसको अलरेडी एकाउन्ट छ, त्यस कारणले चाहिँ मैले लगइन गरेँ। ल सिम्पली म लगइन भइसकेको छु। यहाँ एकाउन्ट हजुरको देखाउँछ, हजुर पनि यसरी चाहिँ लगइन हुनु होला। त्यसपछि चाहिँ योर अ टोकन भन्ने छ, यसमा तल जानु होला, यो कपी गर्नु होला है त।
त्यसपछि चाहिँ यसलाई कतै नोटमा राख्दा पनि हुन्छ। सुरुमा चाहिँ हजुरले यो ngrok config add authलाई पहिला यसलाई कपी गर्नु होला। हामी ब्याक जाउँ। हाम्रो ngrok चाहिँ यो opt स्टोर्म ब्रेकरमा चाहिँ छैन है, हामीले ls गरौँ। सिम्पली यहाँ ngrok देखाएको छैन, ब्राउजरदेखि डाउनलोड गरेको, त्यस कारणले चाहिँ हाम्रो चाहिँ डाउनलोड्समा सेभ छ है त। त्यस कारणले चाहिँ हामी अर्को टर्मिनल खोलौँ। मैले चाहिँ अर्को टर्मिनलमा गएँ, सिम्पली यहाँ ls गर्नु होला, त्यसपछि डाउनलोड्समा जानु होला, cd डाउनलोड्स एन्टर गर्नु, हामी डाउनलोड्समा आइसकेको छ। अनि ls गर्नु होला, यहाँ चाहिँ ngrok v3 यहाँ यो देखाइसकेको छ। अब सिम्पली त्यो अघि भर्खर कपी गरेको कमान्डलाई चाहिँ त्यसलाई ctrl shift v गरेर पेस्ट गर्छौँ। अनि यसको ठाउँमा चाहिँ हामीले यसलाई रिमुभ गरेर चाहिँ हामीले त्यो टोकन हाल्छौँ है त। यसलाई रिमुभ गरौँ अनि यहाँ एक स्पेस छोड्नु होला, त्यसपछि चाहिँ त्यो तल जानु होला, यो टोकनलाई चाहिँ कपी गर्नु होला है त। मैले कपी गरेँ सिम्पली, अनि ब्याक गएँ, अनि यहाँ चाहिँ ctrl shift v हानेर चाहिँ पेस्ट गर्नु होला है त। अनि एन्टर गर्नु होला, त्यसपछि चाहिँ यहाँ अर्थ टोकन सेभ कन्फिग फाइल होम साइबर एप्टमा चाहिँ अर्थ टोकन कम्प्लिटली सेभ भइसकेको छ है त। हामीले चाहिँ यति गरिसकेका छौँ। ल अबको स्टेपमा चाहिँ हामीले ngrokलाई रन गर्छौँ है त। हामीले चाहिँ अघि यहाँ हेरेका थियौँ, यहाँ यो चाहिँ ओपन भइसकेको थियो, ngrok 2525 मा चाहिँ लोकल होस्ट ओपन छ। हामीले चाहिँ सिम्पली यही कमान्डलाई कपी गरौँ, ngrok http 2525 मा चाहिँ ओपन गर्ने भनेको छ, यसलाई कपी गऱ्यौँ अनि सिम्पली फेरि यही डाउनलोड्समा गयौँ, अनि त्यसपछि चाहिँ यो कमान्डलाई चाहिँ पेस्ट गऱ्यौँ है त। त्यो कमान्डलाई चाहिँ पेस्ट गरेर एन्टर गर्ने बित्तिकै चाहिँ हाम्रो ngrok चाहिँ हाम्रो पोर्ट नम्बर 2525 मा चाहिँ एड भइसकेको छ है त। अब यहाँ मैले भन्न चाहन्छु हजुरलाई, यो लिङ्क चाहिँ नि https यो भन्ने चाहिँ अब जहाँदेखि पनि एक्सेस गर्न मिल्छ है त। अब हामी चाहिँ सिम्पली यसमा यसलाई कपी गरौँ, सिम्पली ओपन लिङ्कमा दबाउँ। ल लिङ्क ओपन भइसकेको छ, सिम्पली भिजिट साइटमा दबाउनु होला। र यहाँ डिफल्ट चाहिँ एडमिन हुन्छ पासवर्ड, त्यस कारणले एडमिन हालेर चाहिँ एन्टर गर्नु होला है त। नट नाउ। र यहाँ चाहिँ ओपन भइसकेको छ यो। अलराइट, यो खुलेको चाहिँ यिनीहरू लिङ्कहरू है त। जस्तै यसमा क्यामेरा लेखेको छ, यसमा माइक्रोफोन लेखेको छ, यसमा नियर यु लेखेको छ, यसमा टेम्प्लेटहरू वेदर लेखेको छ। यो चाहिँ स्पेसिफिक चिजको लागि चाहिँ स्पेसिफिक लिङ्क हो है त। यो क्यामेरा एक्सेस गर्नुको लागि भयो, यो माइक्रोफोन एक्सेस गर्नुको लागि भयो, अब यो नियर यु भनेको चाहिँ अब लोकेसन एक्सेस गर्नुको लागि भयो, वेदर भन्ने चाहिँ जस्ट रिजल्टहरू पाउनको लागि, अरू केही गर्नको लागि है त। अब यो लिङ्क यदि कसैले दबा भनेर एक्सेस दियो भने चाहिँ हामीलाई चाहिँ यहाँ रिजल्टमा चाहिँ हाम्रो रिजल्ट देखिन्छ है त। अब यहाँ चाहिँ यो यस्तो यस्तो देखाएको छ, यसलाई चाहिँ हामीले चेन्ज गरेर चाहिँ आफ्नो डोमेन नेम राख्न पनि सक्छौँ है त। http अब यो क्यामेराको भनेपछि चाहिँ अब फोटो क्यामेरा टेस्ट डट एप भन्ने यस्तो डोमेन होला नि, त्यो हाल्यो भने चाहिँ फेक होइन भनेर चाहिँ धेरै जसो मान्छेले सोच्न सक्छ है त। त्यस कारणले चाहिँ यसमा हामीले त्यो हाल्न पनि मिल्छ। ल अलराइट, मैले चाहिँ यो सुरुको क्यामेरा भन्ने लिङ्कलाई चाहिँ, यो क्यामेरा भएको लिङ्कलाई चाहिँ कपी गरेँ र सिम्पली मैले एउटा ब्राउजर जान्छु, मैले चाहिँ एजमा गएको छु, कन्ट्रोल भी हाने र यसलाई चाहिँ मैले देखाउने छु है त हजुरलाई। ल जब मैले एन्टर गर्छु, यहाँ रिजल्टमा के देखाउँछ है त, हेर्नु है त। ल एन्टर, सिम्पली यहाँ साइटलाई भिजिट गर्न भनौँ, मैले चाहिँ भिजिट साइटमा दबाएँ। ल अब हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ मलाई क्यामेराको एक्सेस मागेको छ है त। मैले क्यामेराको एक्सेसमा केही छोकै छैन है त। नछोइकन पनि मलाई यो टुलले चाहिँ आइपी एड्रेस ग्राब गरेर दिइसक्यो, मेरो अपरेटिङ सिस्टम ग्राब गरेर दिइसक्यो, मेरो अपरेटिङ सिस्टमको भर्जन कति हो ग्राब गरिदियो, ब्राउजर कुन ब्राउजरदेखि ओपन गरेको, यो चाहिँ क्रोम भनेको छ, यो चाहिँ होइन क्रोम, त्यही पनि यहाँ क्रोम भनेको छ। अनि भर्जन कति हो ब्राउजरको, सिपियु कति हो दिइसक्यो, रेजोल्युसन कति छ स्क्रिनको, अनि टाइम जोन कहाँको छ, नेपालको टाइम जोन छ, अनि ल्याङ्ग्वेज कुन छ, इङ्ग्लिस युएस छ, नम्बर अफ सिपियु कति छ, सबै देखाइसक्यो है त। मैले यो अझैसम्म अलाउ गरे छैन। अब मैले यदि अलाउ गरेँ, ल मैले अलाउ गरिसकेँ, यहाँ देख्न सक्नुहुन्छ, यहाँ मेरो क्याप्चर भएर आइसकेको छ। यी ओपन फाइल दबाउँछु भने चाहिँ यहाँ हेर्न सक्नुहुन्छ, क्याप्चर भएको फाइल देखाइसकेको छ है त। मैले चाहिँ अहिले ढाकेको छु हातले, त्यस कारणले चाहिँ अहिले हातको देखाएको छ।
नत्र यहाँ चाहिँ हामीले क्यामेरा सक्सेसफुल्ली क्याप्चर गरिसकेका छौँ है त ल। यहाँ अझै यी क्याप्चर गरेको गरेको छ, हेर्न सक्नुहुन्छ यी, देख्न सक्नुहुन्छ यी क्याप्चर गरिसकेको छ यी। अझै वेट गर्नु भने क्याप्चर भइरहेको छ इमेज, यो अर्को क्याप्चर भइसक्यो। छिनछिनमा चाहिँ यसले क्याप्चर गरिराख्छ है त, हेर्न सक्नुहुन्छ। फेरि क्याप्चर गरौँ यी, हेर्न सक्नुहुन्छ है त ल। यसलाई चाहिँ हामीले एकछिनलाई इन्ड गरिदिन्छौँ। यो चाहिँ कता रन गरेका थियौँ, यसलाई चाहिँ हामीले एन्ड गर्छौँ एकछिन र ब्याक गऱ्यौँ अनि क्याप्चर हुन चाहिँ छोडिसकेको छ है त ल। त्यसपछि चाहिँ हामीले अर्को ट्राई गर्छौँ है त। हामीले अर्को ट्राई गर्छौँ माइक्रोफोन है त ल। मैले माइक्रोफोनको कपी गरेँ अनि सिम्पली यता गएँ र पेस्ट गरेँ त, मैले एन्टर गरेँ ल। हेर्न सक्नुहुन्छ मैले एन्टर गर्ने बित्तिकै मैले अलाउ सलाउ केही गरेको छैन, यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ फेरि देखाइसकेको छ, आइपी देखाइसकेको, अपरेटिङ सिस्टम देखाइसकेको छ, सबै देखाइसकेको छ अघिको जस्तै। अब चाहिँ सिम्पली मैले यसलाई अलाउ गरेँ भने चाहिँ मेरो यो भोइस पनि रेकर्ड गरेर चाहिँ यसले यो स्टोम ब्रेकरमा यो मेरो लिनक्समा चाहिँ ल्याइदिन्छ है त। मैले सिम्पली अलाउ गरेँ, यहाँ हेर्न सक्नुहुन्छ यी अडियो फाइल क्याप्चर भइसकेको छ है त। यी फेरि अर्को अडियो फाइल क्याप्चर भइसक्यो, यी देख्न सक्नुहुन्छ। यी यत्रो अडियो फाइलहरू यी हेर्न सक्नुहुन्छ, यी क्याप्चर भएको भई छ है त ल। मैले चाहिँ यसलाई स्टप गरेँ। यही तरिकाले चाहिँ हजुरको अडियो पनि क्याप्चर गर्ने क्षमता यो टुलले राख्छ है त। अर्को चाहिँ ट्राई गरौँ। हाम्रो यो टेम्प्लेट नियर यु वान, यो चाहिँ लोकेसन हो है त ल। यसलाई कपी गरेँ सिम्पली मैले, यहाँ गएँ सिम्पली पेस्ट गरेँ, एन्टर गरेँ ल। यदि एन्टर गर्दा बित्तिकै चाहिँ फेरि यहाँ तल देखाइसकेको छ, यहाँ फेरि त्यही देखाइसकेको छ है त, हेर्न सक्नुहुन्छ। अनि यो हेर्दा हजुरलाई अब रियल चाहिँ वेबसाइट जस्तो लाग्छ किन, यहाँ हेर्नु है, रियल वेबसाइट जस्तो छ नि यो, सेम एचटिटिपिएस पनि छ, सबै छ। अब हजुरले जब यहाँ कन्टिन्यू गर्नुहुन्छ, यहाँ लोकेसनको पर्मिसन माग्छ। अब लोकेसनको पर्मिसन हजुरले अलाउ गर्नुभयो भने चाहिँ यसले स्टोम ब्रेकरले लोकेसन पनि पाइहाल्यो। अब यसलाई चाहिँ सिम्पली स्टप गर्नको लागि सिम्पली यहाँ क्लिक गर्नु होला, एक क्लिक गर्नु होला, कन्ट्रोल र सी दबाउनु होला, एन्टर गर्नु होला, सिम्पली यो चाहिँ बन्द हुन्छ है त। यो चाहिँ हजुरले सेभ गरे नै हुन्छ। यो चाहिँ कहाँ सेभ भएको छ भन्दा इमेजभित्र क्यामभित्र 04 यो जनवरी यो भनेर चाहिँ सेभ भएको छ है त, .png भन्दै चाहिँ हजुरको डिभाइसमा सेभ भएको छ है त। त्यस्तै गरी यो अडियो फाइल पनि यहाँ साउन्ड्सभित्र यहाँ गएर सेभ भएको छ है त ल। यस्तै गरेर हेर्न सक्नुहुन्छ है त ल। आजको भिडियोमा यति नै। यो भिडियोमा हामीले सिक्यौँ सोसल इन्जिनियरिङ अट्याकको बारेमा। त्यसमा चाहिँ हामीले स्टोम ब्रेकर टुल युज गऱ्यौँ, साथै हामीले एनजिरोक टुल पनि युज गऱ्यौँ। होप यो भिडियो हजुरलाई राम्रो लाग्यो होला। राम्रो लाग्यो भने चाहिँ एउटा लाइक पनि दिनु होला, अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर चाहिँ साइडमा रहेको बेल नोटिफिकेसन पनि अन गर्नु होला है त। अनि हामीलाई चाहिँ डिफ्रेन्ट प्लेटफर्महरूमा पनि सपोर्ट देखाउनु होला है त। हामी चाहिँ इन्स्टाग्राम, ट्विटर, एक्स अनि टिकटकमा पनि छौँ, सपोर्ट पनि देखाउनु होला है त। आजको भिडियोमा यति नै। हामी अर्को भिडियोमा मिल्ने नै छौँ। हस्, धन्यवाद।